हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि आज चाहिँ एकदम स्पेसल भिडियो लिएर आएको छु अनि एकदमै स्पेसल ठाउँमा आएको छौँ होइन, जापानको। र हेर्न सक्नुहुन्छ यस्तो बवाल ठाउँ छ है। अनि हामी चाहिँ साथीहरू निकैजना आज चाहिँ घुम्न आएको छौँ होइन। यहाँ चाहिँ मान्छेको भिडभाडहरू एकदम बढी छ, अति नै बवाल छ यहाँतिर होइन। यस्तो बवाल के मान्छेको भिडभाड यति धेरै छ कि गौतम बुद्धको मूर्तिहरू स्ट्याचुहरू रहेछ होइन यतातिर। यस्तो बवाल छ कि जताततै त्यही भने यति राम्रो ठाउँ। अस्ति हामी बेलुका आएको थियौँ होइन, बेलुका चाहिँ फिस थियो यहाँ। अनि आज चाहिँ यति भिडभाड रहेछ कि हुन्छ नि, टोटली फरक छ क्या अस्ति र आजको। बवाल छ हामी चाहिँ राख्नु छ है, सबैजना आफ्नो दालमा जान्छ। हामी चाहिँ यो मन्दिर आइपुगेको छौँ। नाम के हो मन्दिरको? बवाल छ होइन। दामी छ, दामी मान्छेहरू आमामा कति धेरै क्या, धेरै बवाल छ। यतातिर धेरै नै बवाल ठाउँ छ, बवाल फोटोसुटहरू, मान्छेहरू भिडभाड यति नै बढी नै क्या, अति नै। यो चाहिँ टुरिज्म प्लेस एकदमै होइन। मान्छेहरू छुट्टै कन्ट्रीको मान्छेहरू चाहिँ घुम्न आएको छ। बवाल छ अति नै होइन। केटाहरू छ अगाडि गइसक्यो, अति नै बवाल ठाउँ छ। भ्लग बनाउनु चाहिँ म मात्र हो क्या अरे यहाँ होइन। अनि अरू चाहिँ खासरी भ्लग बनाएको देखिनँ है, यति धेरै मान्छे छ। सबैले फोटोसुट मात्र हानिरहेछ है। आमा अति बवाल छ। ओह यतातिर होइन खैरीहरू बवालै छ। ओहो कति राम्रो मान्छेहरू, धेरै बवालै छ है। अब हामी चाहिँ माथि पनि जानुपर्ने हुन्छ यतातिर होइन। त्यतातिर चाहिँ अझ घुम्न बाँकी छ। हामी तलतिरबाट आयौँ होइन। घुम्ने ठाउँहरू चाहिँ अझै धेरै छ जस्तो लाग्छ होइन। राम्रो बवाल होइन, घुम्नुपर्छ। हेरौँ अब माथितिर हेर्दै जाउँ होइन। खास गरी उल्टो हिँड्नु पर्ने हो क्या, उल्टो हिँड्यो भने बवाल हुन्थ्यो होइन। यहाँ चाहिँ अति नै राम्रो मान्छेहरू, ठाउँ पनि राम्रो होइन। बवाल देखिरहेछ। हो कति राम्रो ठाउँ हो यहाँतिर। हजुर नराम्रो भनेको त हामी मात्रै हो क्या, सब राम्रो देखिन्छ होइन। नराम्रो भने तपाईँ मात्र, अरू त सबै राम्रो छ। बवाल छ बवालै छ यहाँतिर। मान्छेहरू झन् बवाल। हो बवाल छ। यतातिर हेरिदिउँ, यतातिर झन् बवाल भ्यूहरू देख्दो रहेछ होइन। अनि यतातिर मान्छेहरू सब फोटो खिचिरहेछ। हो यो भन्दा बवाल ठाउँ।
हामी चाहिँ अझै पनि घुमाइछौँ यतातिर आम्मामा यति बवाल ठाउँमा घुमेछौँ होइन कति बवाल छ। साथीहरू के हेराउन् एकदम सही ठाउँ के छ तल हेरिदिउँ न त होइन। आम्मामा यति बवाल छ तल पनि होइन बयान गरेर साध्य छैन क्या अब त्यही के गफ हुँदैछ मिठो गफ हुँदैछ यतातिर। अब हामी चाहिँ कतातिर जानुपर्ने हो थाहा छैन होइन। अब हामी हिँड्दैछौँ यतातिर होइन। आज चाहिँ एकदमै लास्टै मजा आइरहेछ होइन। नयाँ ठाउँ एकदम राम्रो सुन्दर होइन। खतरा छ है आजको ठाउँहरू नि बवाल छ भिडियो उसले एकदम सबैलाई प्रष्ट रूपमा बताएर हालिदिन्छ। फलो गर्न चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु भयो। त्यही हो धेरै धन्यवाद हाम्रो पारस सानलाई होइन। अनि यसरी नै साथीहरूको साथ सपोर्ट माया ममताहरू पाउँदै गयो भने के हुन्छ पछिल्लो समयमा गएर एकदमै के हो यहाँतिर फेरि कसरी गयो कसरी जाने त्यहाँ बवाल छ है बवाल छ है। बवाल अति नै बवाल होइन। अब त्यही हो। Where is your max, bro? Do not drink होइन। कुवा यो चाहिँ जापानको कुवा होइन। बवालै छ है कुवा पनि। तर भयङ्कर रहेछ टिकट काटेपछि त यता साइड जङ्गलमा नि रहेछ क्या घुम्ने। एकचोटि हेरिदिउँ म त्यहाँतिर देखाइदिएर यस्तो बवाल आइदिन्छ अब होइन। यतातिर नि हेरिदिउँ के हो यो चाहिँ के हो खास गरी यो के हो होइन मलाई थाहा छैन होइन। यो चाहिँ उयस माग्ने साँच्ची मैले बिर्सेछु अर्को मन्दिरमा थियो क्यारे होइन। यता हामी चाहिँ अब फर्किँदैछौँ होइन। अब रात पर्न पनि थालिसक्यो हामी फर्किँदैछौँ। अनि चिसो नि हुन थालिसक्यो रात परेपछि चिसो हुन्छ यहाँतिर चाहिँ होइन। त्यही अब बन्द हुने टाइम पनि भइसक्यो यहाँ। अब हामी चाहिँ धेरै बेर बस्नु मिल्दैन है। त्यही हुनाको कारणले गरेर हामी फर्किन्छौँ। अनि केटाहरू आज कस्तो भयो? एकदम रमाइलो भयो यार। सही ठाउँ छ दामी भएको छ। आज चाहिँ अनएक्सपेक्टेडली होइन यहाँ आइपुग्यो क्या हामीले सोचेदैनौँ हो। ठिक बोले बवाल यहाँतिर यस्तो छ बवाल होइन। यतातिर चाहिँ किमुरोहरू पाउँछ होइन। आज चाहिँ एकदम बवाल भइरहेछ। अनि हामीले चाहिँ धेरै फोटोहरू पनि खिच्यौँ भिडियो पनि खिच्यौँ होइन। अनि सेटिस्फाई भइसक्यौँ हामी फोटो भिडियो अनि ठाउँ यताउति सबैले होइन। त्यही हो। अनि आज चाहिँ हामीले यता चाहिँ फेरि ठाडो भिडियो हानिरहेछ होइन। त्यही मजा आइरहेछ। तर हातै गल्यो अहिले आज ठुलो भएछ होइन। सबैले काँक्रो खाँदै हिँडिरहेको छ तर नेपाली काँक्रो होइन अर्कै काँक्रो हो।
ल यतातिर हेरिदिउँ अति बहिनीहरू अति दामी छ होइन सायद यहीँतिरको लोकल होला बबाल 250 होइन यसको चाहिँ बबाल छ ओ कहाँ गयो मेरो साथी हो साथीलाई खोजे यस्तो हुन्छ है यस्तो हुन्छ खास गरी हामी आउँदा सुनसान थियो आज छैन अस्ति आउँदा चाहिँ एकदमै सुनसान थियो हामी नाइटमा आएको थियो होइन बबाल भएको थियो हाम्रो केटाहरू खोइ त हाम्रो केटाहरू चाहिँ पछाडि छ होइन आउँदैछन् अनि अब हामीले कुर्नुपर्ने हुन्छ तल गएर त्यही हो यो ठाउँमा चाहिँ एउटा धुलो फोहोर भन्ने केही पनि छैन यति बबाल छ है अति नै सबै हरेक सामानहरू चाहिँ एकदम एक्सपेन्सिभ सब त्यो म ताखाइ देश होइन ताखैजना है रिक्सा बबाल छ है रिक्सा बबाल छ पछाडि चाहिँ रिक्साको लागि भन्दै थियो सोध्दै थियो तर रिक्सा चढेर काम छैन अहिले किनभने हामीसँग साइकल छ साइकल हामी साइकलमा जानुपर्ने हुन्छ होइन कस्तो भयो तिम्रो दिन अनि आज मैले त्यही सोध्न लाग्यो तिमीलाई दिन कस्तो भयो तिम्रो बबाल मिठो भयो तिम्रो मेरो त नसोचिया दिन भयो क्या यस्तो राम्रो ठाउँमा आइपुगिन्छ भनेर सोचेको थिएन मैले त अघि नै भनिसकेँ भन न अनि तिम्रो अलि भन न अलि यसो डिस्क्राइब गर न अनि ठाउँ चाहिँ बबालै हो अब तिमीले देखेकै होला नि सबै भन्छ क्या भन्छ क्या तिमीलाई कस्तो लाग्यो त्यो भन्नु पर्यो नि मलाई सही लाग्यो जस यस्तो छ भन्ने थाहा थिएन त्यही पनि केटाहरूले जमजम भनेर घुम्न आयो अखा रहेछ क्या ठाउँ त अनि यता हुन्छ नि क्योतो ओसाकातिर बस्ने मान्छेहरूलाई जापानिज नेपालबाट आएको नेपालीहरूलाई के भन्नुहुन्छ तपाईँ अब उहाँहरूलाई च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला फर्स्ट अफ अल त अनि यसो यतातिर पनि आउनु होला यो ठाउँको नाम चाहिँ मलाई थाहा भएन जस क्योतोमा छ क्योतोमा यो क्योतो टावरको नजिकै हो ठ्याक्कै नाम चाहिँ थाहा भएन यो मन्दिरको जस बवाल छ गाइस बवालै छ ल बवालै छ अरे होइन यहाँ क्योतो ओसाका नजिक भएको मान्छेहरू चाहिँ घुम्न आउँदा हुन्छ नजिकै छ होइन अनि क्योतोबाट चाहिँ साइकलमा आउँदा नि हुन्छ हामी पनि साइकलमै आएको हो होइन एकदमै बबाल छ टिकट सिकट पर्दैन तर पार्किङको लागि टिकट पर्छ होइन हामी टिकट भएको थियो नि टिकट पर्छ तर हामी टिकट चाहिँ काटेनौँ होइन यताउति यता चाहिँ घुम्यौँ होइन अनि यहाँ चाहिँ दिनको 200 रहेछ होइन हाम्रो साइकल यतै छ सबै पार्किङमा सब पार्किङमा छ हाम्रो साइकलहरू अनि यतातिर चाहिँ गाडी पार्किङहरू पनि छ होइन यतातिर अनि हाम्रो गाडीहरू निकाल्दै गर्नुपर्छ अहिले पे गर्नुपर्छ यहाँ चाहिँ पे लेटर छ क्या पे लेटरले भनेर देखाएको छ होइन अनि यहाँ चाहिँ 200 एन पे गर्नुपर्छ दिन अनि 200 एन पे गरिसकेपछि हामीले साइकल निकाल्नु पाउँछ त्यसपछि मात्र घरतिर जानुपर्ने हो है अर्थ तपाईँ हो कि बुढा तिम्रो 56 छ मेरो 48 है हामी चाहिँ लकबाट साइकल निकाल्दैछौँ पे गरेर निकाल्नु पर्ने हुन्छ मेरो 50 ओइ मेरो 49 हो त्यो लक हुँदैन कि पछि निकाल्दा नि हुन्छ त्यो मेरो 49 यसरी हो कि झार्ने अब हो त्यस्तो नगर न दिमाग लगाउ पास साफ गल होइन बुद्धि पास म त यत्तिकै लागि हिँडिदिन्छु यत्तिकै यसरी अरे छिटो पारस
हामी खोलामा माछा मार्न आएका छौँ। ए यहाँ पनि सिडी रहेछ। ओ सरजी के छ? आजको दिन कस्तो भयो? बब्बाल यस्तो ठाउँ छ भन्ने सोचेकै थिएन। अनि अति नै बब्बाल होइन? एकदम रमाइलो भयो साथीहरूसँग भेटेर। पहिलोचोटि जापानमा आएर साइकलमा यसरी साथीहरूसँग घुम्न पाएको धेरै खुसी। ल बब्बाल छ, ल मजा एकदम। ल जाउँ न त हिँडौँ। पारासु हो तपाईँहरू जापान आउनु हुँदैछ भने पहिलो कुरो चाहिँ साइकल सिकेर आउनु होइन। जस्तो ठाउँमा नि काम लाग्ने भनेको जापानमा नेपालीका लागि उपयोगी साइकल हो। साइकल भन्दा अरू त हामीले स्कुटर मोटरसाइकल कार त सोच्न सक्दैनौँ। साइकल चाहिँ सिकेर आउनु। ऊ के भन्छ भने साइकल चाहिँ सिकेर आउनु भन्छ। किनकि जतिखेर पनि जहाँ जाँदा पनि साइकल चाहिँ एकदमै काम लाग्छ होइन। त्यही हो। ओ बवाल मजा आइरहेको छ, मजा आइरहेको छ, मजा आएर होइन। गाइस हामी चाहिँ केटा बाबालाई हो है। त्यहाँ सिन्कान्सेन छ होइन? ए ल कहाँनिर? यो चाहिँ बुलेट ट्रेन हो है। सिन्कान्सेन भन्छ जापानिज ल्याङ्ग्वेजबाट। त्यही हो। हामी चाहिँ अब सिन्कान्सेन तलबाट पार गर्दैछौँ। त्यही हो गाइस। मजा आइरहेछ आज बाबालाई।